हेलो अस्सलाम वालेकुम सबैजनालाई मेरो इडी 3 जनाबाट बुढा अनि ससुराल मम्मी बाबा अनि मेरो कान्छा देउरकोबाट यो चाहिँ सेन्टिलाको बक्स हो जो मलाई मेरो देउरले लन्डनबाट ल्याइदिनु भएको हो। यो चाहिँ एकदमै राम्रो हुन्छ ल, यो चाहिँ एकदमै राम्रो हुन्छ। यस्तो चाहिँ 2वटा ल्याइदिनु भएको थियो मेरो देउरवाले, देउर भन्दा नि भाइ भन्दा नि भयो। यति राम्रो हुन्छ यो चाहिँ। अब छ मेरो चकोलेट, सरी चकलेट, जस्ट किडिङ। तर म खासै चकलेट चाहिँ खाँदिनँ, तर जरा मेरो देउरले ल्याइदियो। अनि यो कुर्ता मेरो मम्मीले, सासू मम्मीले ल्याइदिनु भयो। अनि यो अर्को साइनाको तर्फबाट, मेरो यो YSL हिल चाहिँ मेरो बुढाको तर्फबाट। अनि त्यसपछि रह्यो मेरो अगेन YSL, यो नि एकदमै राम्रो छ। यो चाहिँ बेस्ट हुन्छ हेयर वेल चाहिँ, यो दामी हुन्छ एकदमै। अनि यो मेरो ब्याग मेरो बेबीको तर्फबाट। अनि यो साडी मेरो ससुराजीको तर्फबाट। यो यस्तो महँगो साडी हो, यस्तो राम्रो छ, बनारसी हो। म कुनै दिन लाएर देखाउँला। जो मेरो इदीहरू यही हो। लास्टमा चाहिँ मेरो मोइस्चराइज छ, यो नि एकदमै राम्रो हुन्छ, एकदमै पर्फेक्ट हुन्छ। लास्ट बट नट द लिस्ट, मेरो फाइनल्ली लेट्स अनबक्स दिस। ओके, तर म कन्फ्युज भइरहेको छु कि खोलौँ कसरी। सो मैले मेरो देउरसँग हेल्प मागेँ। सो लेट्स अनबक्स दिस। डिङ 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 डिङ। खोल 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 खोल। म अनबक्स गर्दैछु ल। सो यु क्यान सी बक्स नि कस्तो राम्रो छ। 5-in-1 हेयर ड्रायर ब्रस सेट। यो चाहिँ मैले फर्स्ट टाइमै युज गर्न आँटेको ल गाइज। सो वान टेन्टराउन। सो यो चाहिँ 5-in-1 हो। अहिले ट्रेन नै हो यो त। एकदम इजी नै हुँदो रहेछ ल युज गर्नको लागि, एन्ड बेस्ट नै हुन्छ। त्यो हेयर ड्यामेज गर्ने यताउता केही हुँदैन ल यसले। यो चाहिँ हेयर ड्रायर, दुइटै काम गर्छ। यो चाहिँ हेयर ब्लो, यसले चाहिँ हेयर ब्लो, यसले चाहिँ भल्युम अप गर्छ ल। अनि यो चाहिँ हेयर स्टाइलर, कपाल तन्काइदिइहाल्छ। तर यसमा एउटा छ कि जेमा नै हावा फाल्दो रहेछ क्या। यो चाहिँ कर्ली गर्ने हो ल। 2 टाइपमा आउँछ, एउटा अलिक स्मल, एउटा अलिक बिग, थिक एन्ड स्मल हुँदो रहेछ। यो 2टा मात्रै आउँदो रहेछ ल। अनि फर्स्ट लास्ट हेयर ड्रायर। यो चाहिँ हेयर ड्रायर, यो कपालभित्र हालेर नि गर्न मिल्छ भन्छ आज भोलि चाहिँ। ओके, यति हो मेरो। थ्याङ्क यू।